हेलो हेलो गुड मर्निङ नमस्ते नमस्कार सबैजनालाई। म तपाईँले नै माया गर्नुभएको भीम भाइ अर्थात् बुद्धिश्रेष्ठ। आज मङ्गलबारको दिन होइन, पुन्टी सिरियल आउने दिन। तपाईँहरू को पर्खाइमा हुनुहुन्छ कमेन्ट गर्नु होला। म चाहिँ करेसा बारीतिर छु है। अर्ग्यानिक खानेकुराहरू तरकारीहरू रोपेको छु। फर्सीको मुन्टा विशेष गरी यो तरकारी खानको लागि फर्सीको मुन्टा टिप्न आइरहेको छु। त्यसपछि यस्तो गोलभेडा छ कि हामीसँग, यस्तो गोलभेडा कसले देख्नु भएको छ ल हेर्नुहोस्। तपाईँहरूको बारीमा कतिको उत्पादन हुन्छ यो गोलभेडा, लोकल गोलभेडा होइन, एकदमै टेस्टी हुन्छ कि एकदमै मिठो हुन्छ होइन। अनि मैले यो पछाडिपट्टि पुरै खेतमा धान रोपेको छु, धान पनि हरियो भइसकेको छ होइन। अब कहाँ गए कहाँ हराए भीम भाइ, जेलमै सडेर बस्यो भनेर धेरैजनाले कमेन्ट गर्नुभएको छ होइन। म चाहिँ यता खेतीपातीतिर छु है, चिन्ता नगर्नुहोस्, म खेतीपातीतिर छु। जे जस्तो भयो नि, आज मङ्गलबारको दिन पुन्टी सिरियल आउने दिन। पुन्टी सिरियललाई माया गरेर नभुल्नु होला, हेरेर नभुल्नु होला है। हेरेर सबैजनाले आफ्नो मनमा लागेको प्रतिक्रिया गुटुङटुङ लगाएर कमेन्ट बक्समा गर्नु होला भन्न चाहन्छु। अनि अब अहिले बर्खाको सिजन छ होइन, जताततै बाढी पहिरो को जोखिम बढिरहेको छ। सबैजना सुरक्षित भएर यात्रा गर्नु होला। घरभन्दा बाहिर निस्किनु हुँदैछ भने है, एकदमै दुःखद समाचारहरू आइरहेको छ। सबैजना सतर्क रहनु होला भन्न चाहन्छु र पुन्टी सिरियललाई अत्याधिक माया गरिदिनु होला पनि भन्न चाहन्छु। र साथसाथै यो भिडियोलाई पनि लाइक कमेन्ट गर्नु नभुल्नु होला है त हजुर। तपाईँ मसँग साथी हुनुहुन्न भने तुरुन्तै फलो गरेर साथी पनि बनिहाल्नुहोस् है। ल अहिलेलाई यो भिडियो यति नै है त हजुर। फेरि अर्को भिडियोमा भेट गरौँला। नमस्ते।